जापानको माउन्ट फुजी विस्फोटको उच्च जोखिममा आसपासको क्षेत्रमा आपतकालीन तयारीको आह्वान। जापानको सबैभन्दा अग्लो हिमाल माउन्ट फुजी पुनः विस्फोटको उच्च जोखिममा रहेको विज्ञहरूले चेतावनी दिएका छन्। यसले खानागावा, टोकियो, साइतामा र यस वरपरका क्षेत्रहरूमा गम्भीर असर पार्न सक्ने भन्दै अधिकारीहरूले आपतकालीन तयारीको आह्वान गरेका छन्। यो हिमाल 317 वर्ष अगाडि सन् 1707 मा अन्तिम पटक ठुलो विस्फोट भएको थियो। सो विस्फोटको स्मरण गर्दै विज्ञहरूले अहिलेको विस्फोटले त्यसबेलाको जस्तै विनाशकारी परिणाम ल्याउन सक्ने बताएका छन्। सरकारी अध्ययनअनुसार ठुलो विस्फोट भएमा टोकियोभित्र 10 सेन्टिमिटरसम्म खरानी जम्न सक्नेछ, जसले यातायात प्रणाली, विद्युत आपूर्ति र पानीको वितरणमा गम्भीर अवरोध उत्पन्न गर्नेछ। यस्तो अवस्थामा सार्वजनिक यातायात पूर्ण रूपमा ठप्प हुनेछ, अस्पताल र आपतकालीन सेवाहरू प्रभावित हुनेछन् र लाखौँ मानिसहरूले पिउने पानी र खाद्य सामग्रीको अभाव झेल्नुपर्नेछ। सरकारी अधिकारीहरूले चेतावनी दिँदै भनेका छन् 30 सेन्टिमिटरभन्दा बढी खरानी जमेको खण्डमा घरहरू नै भत्किने खतरा रहेको बताइएको छ। यस्तो सङ्कटको सामना गर्न सरकारले नागरिकहरूलाई कम्तीमा 2 हप्ताका लागि खाद्य सामग्री, पानी र औषधि स्टक गर्न आग्रह गरेको छ। साथै फेस मास्क, सुरक्षात्मक चस्मा, पावर ब्याङ्क र रेडियो जस्ता आपतकालीन सामग्रीहरू तयार राख्न सुझाव दिएको छ। सरकारले खरानी व्यवस्थापन योजना, सुरक्षित स्थान पहिचान र आपतकालीन सूचना प्रणालीको विकासमा तीव्रता दिएको छ। स्थानीय निकायहरूले पनि बासिन्दाहरूलाई सचेत गराउँदै आपतकालीन योजनाहरू तयार गर्न निर्देशन दिएका छन्।